हाँसो खोज्न परिवारको हाँसो खुसी तुल्झिन्छु त्यो स्वार्थ एक मात्र यो धर्म बुझी यही हो मेरो कर्म सोची किले हाँसोको खोजी टिल्टीले आँसुलाई पुछी बिहान बेलुकाको भुजा रोटी कार्यालय पूजा कोठी 2 पैसा जोगिने हो कि त्यही आशामा दौडिन्छु बेलुकासम्म हिँडिन्छु हाकिमहरूको इसारामा पुगिन्छ कि किनारमा भर्सा गरेर परेर के लेख्या छ निधारमा के भएन पढेर सापमुसीको संसारमा सकिँदैन लडेर मन खुसी यो व्यापारमा बेइमानीको चल्दो रहेछ रुखमा पैसा फल्दो रहेछ इमानदारी बेच्नेको टाउकोमा अर्को टेक्नेको आफूलाई मात्र देख्नेको झुटा कुरा लेख्नेको बेसहारालाई हिट्नेको मैले त्यो सकिन कहिले समाजले दुश्मनको अहिले छोरा खिचखिच गर्छ जहिले हात हातमा आइफोन छ भन्नुस् के दिनु हो तपाईँले छिमेकीको घरमा नयाँ कम्प्युटर ल्याएको छ रे सधैँ घरमा ककटेल पार्टी ठुलो सचिव भएको रे घोर्लेको पकेटमा हात्ती महँगो घडी लाएको रे हजुरबाको खुल्छ छाती भ्रष्टाचारी भएकोले छोरा मेरो बिलौना गर्छ बाइसाइकल चाहिँ चाहियो रे छोरीलाई खेलौना छैन बार्बी डल ल्याइदेऊ रे कहाँबाट ल्याउनु छोरी देशको सेवा गर्दैछु होइन म त्यो घुसखोरी बल्ल पेट भर्दैछु हिन्दी नै म मर्दैछु औला मुख जोड्दा जोड्दै बिन्ती है म गर्दैछु हाम्रो दिल्ली औला कतै नानी तिमी नरुनु है अर्को महिना किनिदिन्छु नि ल्याउरो चाहिँ नहुनु है यसपालि चाहिँ रुनु दिन्छु बुढी मलाई